लेनदेन गर्दा ध्यान दिनुपर्ने कुराहरू के हुन् आउनुहोस् जानौँ। सर्वप्रथम लेनदेन गर्दा चाहिँ तपाईँले कपाली तमसुक कागज चाहिँ अनिवार्य रूपमा गराउनु पर्ने हुन्छ र यदि 50,000 भन्दा माथिको लेनदेन गर्दै हुनुहुन्छ भने त उक्त चाहिँ लेनदेन गरेको कागज चाहिँ वडा कार्यालयमा गएर अनिवार्य रूपमा दर्ता गर्नुपर्ने हुन्छ र उक्त कागजले चाहिँ 10 वर्षसम्म मान्यता पाउँछ। यदि उसले चाहिँ तपाईँलाई भनेको टाइममा चाहिँ पैसा फिर्ता गरेन भने तपाईँले चाहिँ लेनदेन गरेको कागजलाई प्रमाण मानेर अदालत गएर लेनदेनको मुद्दा हालेर चाहिँ उबाट फिर्ता पाउन पनि सक्नुहुन्छ। र अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ लेनदेन गर्दा चाहिँ जहिले पनि सकेसम्म ब्याङ्क मार्फत गर्ने र यदि इमर्जेन्सी सिचुएसनमा चाहिँ ह्यान्ड क्यास गर्नु पर्यो भने चाहिँ पछि भनौँ न चाहिँ कागज चाहिँ अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ। र तपाईँले चाहिँ जसलाई पैसा सापट दिँदै हुनुहुन्छ त्यो व्यक्तिले चाहिँ लेनदेन गर्दा चाहिँ कागजमा गरेको सिग्नेचर चाहिँ उसको अन्य डकुमेन्ट जस्तै नागरिकता राष्ट्रिय परिचय पत्रमा मिलेको छ कि छैन एकचोटि क्रस चेक पनि गर्ने। तपाईँले चाहिँ लेनदेन गर्दा चाहिँ यी 2-3वटा कुरा चाहिँ याद राख्नु होला र यस्तो जानकारीमूलक भिडियोको लागि चाहिँ मेरो पेज फलो गरिदिनु होला है त। धन्यवाद।